साथीहरू नमस्ते। मेरो दिमागमा होइन कस्तो कुराहरू उटपटाङ कुराहरू चाहिँ आउँछ, तर मैले त्यो कुराहरूलाई मेरो दिमागमै रहन दिन्छु। तर पनि यो जुनलाई हेरेर मान्छेहरू किन आनन्दित महसुस गर्छन्, किन शान्त महसुस गर्छन्, थाहा छ तपाईँहरूलाई? त्यो मान्छेहरूमा म पनि पर्छु कि। सायद जुन एक्लो छ, ऊ आफ्नै पाराको छ, उसलाई सबैले रुचाउँछन्, तर उसले कसैलाई नि बाल दिँदैन। जुनको जस्तो सुकै फर्ममा पनि होइन, जुन अब आज चाहिँ फुल मुन छ नि त, फुल मुन त भनौँ है, अनि यसको फुल हाफ जस्तो भए पनि मान्छेले राम्रै त भन्छन् नि होइन। त मान्छेहरू आफू आफू भयो भने चाहिँ त्यो जस्तो सुकै होस् त्यसले के फरक पार्दैन जस्तो लाग्यो है मलाई। यो चाहिँ मेरो भर्खरै दिमागमा आएको कुरा। अनि त्यसपछि मान्छेहरूले होइन यो जुनलाई चाहिँ आफ्नो माया प्रीतिको बिचमा किन ल्याउँछन् अचम्म लाग्छ मलाई त। सूर्यलाई पनि त ल्याउनु पर्ने हो नि होइन, त्यसो भएपछि सूर्यलाई भन्दा जुनलाई धेरै ल्याउँछन् किन हो? सायद यही होला भेदभाव भनेको। ओके बाई।